माध्यमबाट विश्वमा परिचित छ ग्यानोडर्माको कम्पनी भनेर है हाम्रो कम्पनीलाई चाहिँ। र यो ग्यानोडर्मा विशेष प्रकारको ग्यानोडर्मा हो हैन। यो 38,000 प्रकारकोबाट सबै चीजहरुलाई चाहिँ परीक्षण गरेर सबैभन्दा खान हुने 2000 लाई सिलेक्ट गरेर खान हुने 2000 मा पनि 200 प्रकारको रातो कलरको च्याउमा पनि त्यसमा छाटेर 6 प्रकारको सबैभन्दा उत्कृष्ट गुण भएको रातो च्याउलाई कम्बाइन गरेर 6 टामा पाउने गुण एउटैमा पाउने बनाएर अनि त्यो एउटालाई चाहिँ खेती गर्नु भएको डाक्टरले। त्यसकारणले डिएक्सनको ग्यानोडर्मा 6 वटामा पाउने शक्ति एउटैमा पाउने बनाएको यो शक्तिलाई चाहिँ डिएक्सनको दिन्छ। किनभने हाम्रो 6 in 1 यो एउटा मात्र रातो च्याउ होइन। यो रातो च्याउको यो एउटा देख्नुहुन्छ नि यसमा 6 वटाको गुण भरिएको छ। त्यसकारण चाहिँ डिएक्सनको रातो च्याउमा जुन गुण छ नि अन्य बजारका थुप्रै रातो च्याउका कम्पनी होलान् हैन तिनीहरुसँग चाहिँ हाम्रो कम्पेयर छ। हामी चाहिँ त्यति सुपर छौं। यो 6 in 1 हो। त्यसकारणले हाम्रो रातो च्याउमा चाहिँ त्यो प्रकारको प्रभावकारिता छ र त्यो अरु कसैले बनाएको होइन। हाम्रै फाउन्डर यही कम्पनीको जन्मदाता फाउन्डर दातो डाक्टर लिन सियोजिनको उनको आफ्नो टेक्नोलोजीबाट उहाँले सुरुवात गर्नुभयो। उहाँ साइन्टिस्ट पनि हो हैन चाहिँ। उहाँले त्यत्रो वर्ष रिसर्च गरेर यसमा पाएको गुणबाट यो सबैले खान पाउनु पर्छ भनेर उहाँले सुरुवात गर्नुभयो। र यो चाहिँ त्यो 6 वटाको एउटा त हुँदै हो तर यो चाहिँ यहाँ जब क्याप्सुल फर्ममा र पाउडर फर्ममा आछ नि त्यो क्याप्सुल र पाउडर फर्ममा आएको 20 किलो च्याउबाट त्यसको अनावश्यक गुणहरूलाई हटाउँदै 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 प्योर पाउडर चाहिँ 1 किलो मात्रै हुन्छ। त्यो भनेको यो 20 kg = 1 kg भनेको यो 20:1 हो। त्यस कारणले यो यति प्रभावकारी छ यति पावरफुल छ यो हैन चाहिँ। यसलाई कसरी प्रोसेसिङ गरिन्छ जब यो चाहिँ यसलाई सुकाइन्छ नि सुकाउँदाखेरि चाहिँ चिसो माध्यमबाट सुकाइन्छ। यसको फ्रिजिङ सिस्टमबाट यसको पानीहरु सबै निकालिन्छ त्यसको गुण नष्ट नहोस् भनेर। तातोबाट गराउँदाखेरि त्यसको गुण नष्ट हुन सक्छ तर चिसो माध्यमबाट गरे त्यसको गुण नष्ट नहुने। अनि त्यसपछि त्यसलाई सुकाएपछि राखिन्छ साइडमा राखिन्छ। साइडमा राखेपछि एउटा अर्को मेसिन हुन्छ त्यसलाई फाइबर सेपरेसन मेसिन भनिन्छ। त्यो फाइबर सेपरेसन मेसिनबाट त्यसमा भएका बाहिरको गुणहरूलाई यो बाहिरको आवरणहरूलाई बाहिर निकालिन्छ। भित्रको जुन वास्तविक ओरिजिनल तत्त्व भएको गुणलाई चाहिँ सेपरेट गरिन्छ हैन चाहिँ। त्यसमा पनि अनावश्यक चीजहरु सबै बाहिर जान्छ। त्यसपछि 20 किलोबाट बिस्तारै 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 त्यो अनावश्यक चीजहरु जान्छ सुकेपछि घट्छ अनि त्यसपछि अलिकति मात्रै बाँकी रहन्छ। फेरि त्यसलाई अर्को प्रोसेसिङ गरिन्छ पाउडरिङ गर्ने। पाउडरिङ गर्नको लागि पनि यसले चाहिँ पाउडरिङ गर्दा हामीले पिसेर गरिन्छ हैन पिसेर गरिन्छ। पिसेर गरेर पिस्दाखेरि पनि यसको घर्षणबाट यसको गुण नष्ट हुन्छ भनेर यसलाई काटेर गरिन्छ। काटेर पाउडर बनाइन्छ। ल हेर्नुस् यसको कति टेक्नोलोजी होला। तपाईले यसमा भएको पाउडर यसमा क्याप्सुलमा भरिएको जति पनि पाउडरहरु छ नि यो पाउडरहरु चाहिँ काटेर धुलो बनाइएको। यो चाहिँ यही पनि बिल्छ। तपाई त्यो पाउडर यही लाउनु यही जान्छ बिल्छ। त्यतिखेरि मसिनो बनाइएको त्यसको गुण नष्ट नहोस् भनेर। अनि त्यसलाई चाहिँ एकदम सुरक्षित साथमा क्याप्सुलमा फिलअप गरेको छ। सुरक्षित साथमा पाउडरमा फिलअप गरेको छ। यो र यो दुईटै एउटै हो। यो खाए पनि यो खाए यो मात्रै क्याप्सुल फर्ममा छ यो मात्रै छ। र यसले यो चाहिँ 20 किलो भित्र त्यो पाउडर चाहिँ बल्ल 1 किलो हुन आउँछ। कतिपय कम्पनीहरूले 10 किलोको 1 किलो पनि बनाउँछ। कतिपय कम्पनीले एउटा रातो च्याउको एउटै गुणको त्यो मात्रै खेती गरेर पनि त्यसको मात्रै पाउडर पनि बनाउँछ। 6 in 1 होइन। त्यसकारणले चाहिँ डिएक्सनमा जुन प्रभावकारी छ हामीसँग चाहिँ अरु प्रभावकारी छ हुन सक्दैन। त्यसकारणले हामी चाहिँ अहिले वर्ल्डमै एकदमै बेस्ट कम्पनी भनेर चाहिँ मानिन्छ। र यो चाहिँ यसले हाम्रो शरीरमा जब हामी जान्छौँ यहाँ चाहिँ दुई किसिमको छ। एउटा 90 दिनको पाकेको च्याउबाट छ एउटा चाहिँ 18 दिनको कलिलो अर्थात् यो जरा भागबाट छ माइसिनिमबाट छ। र यसको आफ्नो आफ्नो भूमिका छ र यो दुईटैको मिश्रण यहाँ छ हैन। र यसको भूमिका यसले चाहिँ हाम्रो शरीरबाट चाहिँ के गर्न सक्छ त भन्दा यसले हाम्रो शरीरलाई यो सम्पूर्ण शरीरलाई के गर्न सक्छ निर्विषीकरण गर्न सक्छ। हाम्रो शरीरको यो चाहिँ भागलाई यसमा निर्विषीकरण गर्ने क्षमता यो 90 दिनकोमा बढी छ हैन। निर्विषीकरण हाम्रो शरीरको भित्र भएका जति पनि खाना हावा पानीबाट गएका विकारहरूलाई चाहिँ फ्याँकिदिन्छ। फ्याँक्ने बेलामा चाहिँ अलिकति चापे जस्तो हुन्छ।
त्यसकारण यो खाँदाखेरि चाहिँ तपाईहरुले अलिकति ध्यान दिनुपर्ने कुरा के हो भने कुनै पनि तपाईको दबिएर बसेका रोगहरू छन्, विकारहरू जम्मा गरेका छन् भने तपाईको दिशा, पिसाब, सिगार, थकार, पसिनाबाट, कफबाट निस्किन्छ, आँसुबाट निस्किन्छ बाहिर। बाहिर निस्किने बेला तपाईको बडीलाई अलिकति हलचल गराउँछ, तपाईलाई चापे जस्तो हुन्छ। जुन रोग छ त्यो रोग अलिकति बढी भए जस्तो हुन्छ। त्यति बेला नआत्तिनुस्, प्रशस्त मात्रामा पानी पिउनुस्, अनि त्यसले चाहिँ के हुन्छ पखालिदिन्छ। यो काम चाहिँ यसले गर्छ। यो कुनै पनि रोगसँग सम्बन्ध छैन, यो चाहिँ डाइरेक्टली शरीरसँग सम्बन्ध छ। शरीरको जुनसुकै भागमा भएको विषादीलाई पनि यसले निकाल्न सक्छ, यस्तो क्षमता बोकेको छ। त्यसकारणले निर्विषीकरण गर्छ। अर्को चाहिँ के गर्छ भन्दाखेरि न्युट्रिसन सप्लाई गर्छ। यसले हाम्रो शरीरको भित्रको जुन कोष छ त्यो के कारणले काम गर्न सकेन, उसमा कुन चाहिँ भिटामिनको कमी भयो, यसले चाहिँ परिपूर्ति गरिदिन्छ। तपाईँ जब खानुहुन्छ यसले चाहिँ तपाईलाई बिस्तारै शक्ति दिँदै जान्छ, शक्ति दिँदै गरेर त्यसलाई चाहिँ बलियो बनाउँछ। अनि त्यसपछि तपाईको सुरक्षा, इम्युनिटी पावर, तपाईलाई भित्र उपचार गर्ने क्षमतालाई विकास गर्छ, भित्रै उपचार गर्छ कैयौं समस्याहरूलाई। त्यो भित्र हामीसँग भएको जुन इम्युन पावरले चाहिँ उसलाई शक्ति दिएर चाहिँ उसले उपचार गर्नलाई यसले के गर्छ सपोर्ट गर्छ। त्यो इम्युन पावर सपोर्ट गर्नलाई चाहिँ यसमा छ। पोषण तत्त्व सप्लाई गर्नलाई चाहिँ यो जिएल भन्नेमा छ हैन, तर यसमा चाहिँ बढी भन्दा बढी सरसफाई गर्नेमा चाहिँ क्षमता छ। त्यसकारण यो दुईटै खाने हो। यो खाँदाखेरि चाहिँ दुईटैले कम्बाइन मिलाएर खाने। क्याप्सुलमा खानुहुन्छ भने यताबाट एउटा यताबाट एउटा, बिहानमा दिउँसोमा यताबाट एउटा यताबाट एउटा, दिउँसोमा यताबाट एउटा यताबाट एउटा, साँझमा। यो नर्मल मान्छेले चाहिँ 3 दिनमा 3 पेयर खाने नर्मल व्यक्तिले, यो 1 महिनाको लागि ठ्याक्कै हो हैन। यो त्यसकारणले चाहिँ यो खाँदाखेरि तपाईलाई कुनै पनि भित्रको चाहिँ रोगहरू छ भने अलिकति चापे जस्तो हुन्छ, र त्यो चापे जस्तो हुँदाखेरि आत्तिनु भएन। तपाईले प्रशस्त मात्रामा पानी पिउने र तपाईको सफा हुन दिने। कसैलाई डायरिया हुन सक्छ, कसैलाई 1-2 दिन कब्जियत बढ्न सक्छ, सानो आन्द्रामा समस्या छ भने, ठुलो आन्द्रामा समस्या छ भने 1-2 दिन डायरिया हुन सक्छ, कुनै मान्छेलाई नसामा समस्या छ भने 1-2 दिन झमझमाउन सक्छ हैन, त्यस्तो पसिना आउन सक्छ बढी हैन, त्यस्तो बेला आँखामा चिप्रा आउन सक्छ, रुगा खोकी लाग्न सक्छ, कफ जान सक्छ हैन, तपाईको घोडा जोडी दुख्ने छ भने अलिकति बढी दुखाइ हुन सक्छ। त्यस्तो भयो भने पनि नातिकिन कन्टिन्यू खाने। त्यसपछि यसले चाहिँ बिस्तारै बिस्तारै कम गर्दै गर्दै तपाईलाई 6-7 महिनामा धेरै कुरामा चाहिँ राम्रो गरिसक्नुहुन्छ। यसलाई मात्रै रेगुलर मात्रै खानु पर्यो। 6-7 महिनामा तपाईले धेरै कुराको प्रभाव पाइसक्नुहुन्छ हैन। यसको त्यो 3टै कुराको क्षमता यसमा छ। यो कुनै रोगसँग सम्बन्ध छैन, जुनसुकै रोगीले खान पनि भयो, यो बाल बच्चाले खान पनि भयो, यो पेट भित्रको बाल बच्चा भनेको न गर्भवती अवस्थामा पनि खाना भयो। यो त्यस्तो प्रकारको सुरक्षित प्रोडक्ट हो र मान्छे नमरुन्जेलसम्म जुनसुकै अवस्थामा पनि प्रयोग गर्न मिल्ने यो एउटा चाहिँ चमत्कारी जडीबुटी हो। र यसकारणले यदि तपाईले यो धुलो फर्ममा खानुहुन्छ भने बिहान 1 चम्चा बेलुकी 1 चम्चा, यसको एउटा चम्चा हुन्छ, त्यसमा चाहिँ बिहान 1 जोडा बेलुकी 1 जोडा हुन्छ। 1 चम्चा मात्रै यसको 2 सेट बराबरको धुलो हुन्छ, 2 सेट बराबरको धुलो हुन्छ। त्यसकारणले हजुरले चाहिँ कति सेट खानुहुन्छ त्यही अनुसारको यसमा खान सकिन्छ। र कुनै पनि व्यक्तिहरू चाहिँ यदि क्रोनिक रोगीमा हुनुहुन्छ, अलिकति रोगहरू ठुलो छ भने तपाईले बढाएर 3 जोडाबाट 4 जोडा, 4 जोडाबाट 5 जोडा, 5 जोडाबाट 6 जोडा, 7 जोडा, 8 जोडा, 10 जोडा बनाउन सक्नुहुन्छ। तपाईको आफ्नो आवश्यकता अनुसारले यो बढाउँदै जान सकिन्छ। 30 जोडासम्म पनि आरामसँग खान सकिन्छ। पर डे 30 जोडासम्म पनि खान सकिन्छ है। तपाईको समस्या ठुलो छ भने ठुलो डोज हो, समस्या सानो छ भने सानो। यदि निरोगी हुनुहुन्छ भने नर्मल डोज सधैँ खाने हैन, रोगबाट बच्न चाहने। त्यसकारणले यसले जब तपाईको शरीरमा यो 3टा काम गर्न सुरु गर्छ, तपाईको शरीरलाई बलियो बनाउँदै बनाउँदै बिस्तारै तपाईको जवानीपन पनि राम्रो बनाउँछ, मुटु बलियो हुँदै जान्छ, किडनी राम्रो काम फंक्सन गर्न थाल्छ। तपाईको फोक्सोमा यदि विकारहरू छ, जम भएछ, दम हुनेवाला छ, निमोनिया हुनेवाला छ भने यसले चाहिँ फोक्सोलाई पनि सफा गरेर राम्रो बनाउन थाल्छ। अनि भित्रको सबै अंग प्रत्यङ्ग राम्रो हुँदै गइसकेपछि तपाईलाई बुढौलीपन पनि हटिजान्छ हैन, हटिजान्छ। एकजना हाम्रो 66-67 वर्षको दिदीले एउटा आफैले रचेको गीत, जब यो खाएपछि उहाँलाई राम्रो भयो नि, त्यो राम्रो भएको गीत चाहिँ उहाँले आफैले रेचर एउटा गीत गीताउनु भएको छ। अस्ति भर्खर हामीले एउटा रेकर्ड गरेको छौँ। म लास्टमा टाइम भयो भने म तपाईलाई त्यो गीत पनि म सुनाइदिन्छु हैन। यसको चाहिँ यो भने अर्को चाहिँ हामीसँग पावरफुल प्रोडक्ट हो यो एक्सा गुम्बाको, यो परिसेट, यो एक्सा गुम्बाको प्रोडक्ट हो। यो चाहिँ बिहान 3 ट्याब्लेट, बेलुका 3 ट्याब्लेट नर्मली है। यदि तपाईँ यो पनि खाँदै हुनुहुन्छ, आर्टिजिएल पनि खाँदै हुनुहुन्छ भने यो 2 ट्याब्लेट खाँदा पनि केही फरक पर्दैन।
तर यदि यो खानु भएको छ नि, यो मात्रै खानुहुन्छ भने 2-3 ट्याब्लेट यसको डोज हो भने यसले गर्छ के त भन्नुला भने यो चाहिँ दुईटा फर्ममा छ। एउटा चाहिँ कफीको फर्ममा छ, एउटा कफीमा मिश्रण गरेर ल्याइएको छ भने एउटा चाहिँ 100% ट्याब्लेटमा छ। यसले गर्ने काम के हो त भन्दा हाम्रो 5वटा भाइटल अङ्गलाई, यो 5वटा सबैभन्दा महत्त्वपूर्ण हाम्रो जीवन साथीहरूलाई यसले के गर्छ, मजबुत बनाउँछ, यसले बलियो बनाउँछ हैन। यसले चाहिँ यिनीहरूलाई चाहिने आवश्यक सम्पूर्ण तत्त्वहरू चाहिँ यसमा छ। त्यो भएको हुनाले जब यिनीहरू स्ट्रङ हुन्छन् हाम्रो जवानीपन बढ्छ। अनि कतिपय मान्छेहरू चाहिँ जवानीपनको लागि खान्छ, यो साँच्चै नै यो जवानीपन बनाउँछ, यिनीहरूलाई बलियो बनाएर काम गर्छ। त्यो भएर यो चाहिँ अलिकति लामो समय लाग्छ, 2-3 महिना खानुभयो भने बल्ल तपाईँले यसको अनुभव पाउनुहुन्छ। सुरुकै महिनामा चाहिँ एकैचोटि धेरै ठुलो परिवर्तन देखिँदैन। त्यही भएर कुनै पनि नशा सम्बन्धी समस्या छ भने पनि यही दिन सक्नुहुन्छ, कुनै पनि किडनी सम्बन्धी समस्या छ भने यही दिन सक्नुहुन्छ, मुटु सम्बन्धी पनि यही दिन सक्नुहुन्छ, कलेजो सम्बन्धी समस्या छ भने पनि दिन सक्नुहुन्छ, र फोक्सो सम्बन्धी समस्या छ भने पनि तपाईँले यो कडिसेपलाई एड गर्न सक्नुहुन्छ। र कडिसेप यो कफी पनि तपाईँले अब यो ट्याब्लेट खान सक्नु भएन, कफीको रूपमा पनि खान सक्नुहुन्छ। त्यसमा कडिसेपको धुलो मिसिएको छ। यो चिसो पानीमा खान मिल्छ, तातो पानीमा खान मिल्छ है। यसमा चाहिँ 20वटा पुरी हुन्छ, एउटा पुरीको 4 कप राम्रो हुन्छ, 4 कप राम्रो स्ट्यान्डर्ड हुन्छ, 4 कप तपाईँले बनाएर खाना पिउन सक्नुहुन्छ। अनि अर्को छ स्पिरुलिना, यो चाहिँ अर्को एउटा महत्त्वपूर्ण प्रोडक्ट हो डिएक्सएनको। यो स्पिरुलिनाको चाहिँ बिहान 3 ट्याब्लेट, बेलुका 3 ट्याब्लेट नर्मल डोज, सामान्य डोज चाहिँ 3-3वटा हो। र तपाईँको आवश्यकता अनुसारले बढाउन पनि सक्नुहुन्छ, 4-4, 5-5, 6-6, 7-7, 8-8 पनि बनाउन सक्नुहुन्छ। र स्पिरुलिनाले गर्ने काम के हो त भन्दाखेरि हाम्रो जीवनमा यो छरिया खाना चाहिँ एकदम आवश्यक छ। हामीले 80% छरिया खाना खानुपर्ने, जति पनि सलादहरू खानुपर्ने, फलफ्रुटहरू खानुपर्ने हैन, सागपातहरू खानुपर्ने, हामीले 80% खानुपर्ने हामीले परिपूर्ति गर्न सक्दैनौँ। हामीले त्यो खाने अभ्यासै छैन हैन। त्यस कारणले गर्दाखेरि हाम्रो शरीरमा इम्ब्यालेन्स भइरहेको छ भिटामिन, त्यसले चाहिँ यसले परिपूर्ति गरिदिन्छ। यो चाहिँ 80% को जुन छरिया खानाको भिटामिनको परिपूर्ति गर्नको लागि यसले ठुलो सपोर्ट गर्छ। त्यसकारणले अहिले यसलाई चाहिँ WHO ले पनि भविष्यको खाना भनेको छ। अब हरेकको झोलामा चाहिँ यो हुनेवाला छ फ्युचरमा चाहिँ, किनभने यो फ्युचरको खाना हो। अहिले सबै मानिसहरूले चाहिँ यो चिजलाई बुझ्यो भने यसले चाहिँ हाम्रो शरीरको रगत बढाउनको लागि सपोर्ट गर्छ, रगत सफा गर्नलाई सपोर्ट गर्छ, हाम्रो शरीरलाई कमजोरी भएको सेल्सहरूलाई चाहिँ भिटामिन दिएर एक्टिभ बनाउन सपोर्ट गर्छ, पाचन प्रणाली राम्रो गर्छ, आँखाको ज्योतिलाई राम्रो तेज गर्छ हैन, मुटुलाई बलियो बनाउने काम गर्छ, पाठेघर सम्बन्धी समस्यालाई राम्रो गर्छ। यो चिज हेर्नुहोस् है, यो चाहिँ धेरै कुरालाई काम गर्छ। अहिले धेरै जस्तो मान्छेहरू चाहिँ अहिले बच्चा बच्चीलाई धेरै आँखाको समस्या छ हैन, आँखा कमजोर हुने, राम्रो पढ्न मन नगर्ने, त्यस्तो बच्चाहरू चाहिँ तपाईँले यो खुवाइदिनुहोस्, उनीहरूको आँखाबाट चस्मा हट्न सक्छ, पावर चस्मा चाहिँ। त्यसकारण यो चाहिँ धेरै पावरफुल छ। अहिले डिएक्सएलले चाहिँ यही स्पिरुलिना चाहिँ अहिले माल न्युट्रिसन भएका बच्चाहरूलाई खुवाएर अहिले चाहिँ मद्दत गर्ने भनेर चाहिँ योजना बनाएको छ। यो चाहिँ अहिले चाहिँ धेरै ठाउँमा चाहिँ अब भविष्यमा चाहिँ यसको कार्यक्रम लिएर आउनेवाला छौँ हामी पनि। तर यो चिज अब हरेकको मानिसहरूले चाहिँ खानुपर्ने। अहिले नेपालमा पनि यो अधिकांश धेरै सेल हुनेमा पर्छ यो प्रडक्ट चाहिँ, किनभने अहिले पुरै परिवारहरूले खान्छन्। अहिले धेरै अधिकांश मान्छेले अहिले एउटा मात्रै किन्दैन नि, यो अहिले मान्छेले एउटा मान्छे आयो भने 4वटा 5वटा एकैचोटि किनेर जान्छ, किन सबै परिवारले खान्छ। यस्तो प्रकारको अहिले मानिसहरूमा चाहिँ के भइसकेको छ, बानी परिसकेको छ यो खानको लागि, किनभने उसलाई सहजीकरण भयो, सहजता भयो। त्यो भएर यो चिज अहिले हामीलाई चाहिँ एकदमै आवश्यक प्रोडक्ट। अनि अर्को छ मोरिन्गा जुस, अर्को महत्त्वपूर्ण प्रोडक्ट हो यो मोरिन्गा सिट्रोफोलिया भन्ने यो फलबाट बनेको हैन। यो चाहिँ फलबाट बनेको यो प्योर जुस हो र यसमा चाहिँ हाम्रो शरीरमा हर्मोनलाई इम्ब्यालेन्सलाई ब्यालेन्सिङ गर्ने चाहिँ क्षमता छ र यसमा एन्जाइमको मात्रा बढी छ। हाम्रो शरीरलाई जति पनि पाचन प्रणालीमा समस्या छ, हाम्रा चाहिँ एन्जाइमको कमीले हुने जुनसुकै रोगलाई पनि यसले के गर्छ त राम्रो बनाउँछ र यसमा धेरै ताकत छ। यसले यौवन दिन्छ र पाठेघर सम्बन्धी जुनसुकै समस्याहरूलाई पनि यसले चाहिँ राम्रो गरेको अहिले रिजल्टहरू छ हैन। महिला सम्बन्धी महिनावारीको टाइममा नहुने, महिनावारी हुँदाखेरि बढी पेट दुख्ने, महिनावारी हुँदाखेरि ब्लिडिङ बढी हुने, ब्लिडिङ कम हुने हैन, त्यस्तो प्रकारको इम्ब्यालेन्स हुने, कहिले 2 महिनामा हुने, कहिले 1.5 महिनामा हुने, कहिले 3 महिनामा हुने, यस्तो इम्ब्यालेन्सहरूलाई थुप्रै प्रकारका समस्याहरू चाहिँ यसले राम्रो गरेको छ। र यो एन्टी क्यान्सर एन्टी ट्युमर भएको नेचुरल भएको हुनाले यो खाने मान्छेलाई क्यान्सर सेल हुन दिँदैन। अहिले अधिकांश महिलाहरूको पाठेघर क्यान्सरले अहिले कतिको महिलाहरूको चाहिँ पाठेघर छैन, फ्याँकिसकेको छ हैन, कतिको चाहिँ क्यान्सर भएर बसेका छन्, उपचार गर्न टेस्ट भइरहेको छैन, उनीहरू त लास्ट भइसकेपछि मात्रै जान्छन् कतिपय। त्यस्तो व्यक्तिहरूलाई चाहिँ तपाईँहरूले यदि यो खुवाउनु भयो भने
यो उहाँहरूले पहिले नै क्यान्सरबाट बस्नुहुन्छ। अहिले धेरै दिदीबहिनीहरू दाजुभाइहरू क्यान्सरको रोगले चाहिँ पीडित छन् होइन, किडनी फेलको समस्याले चाहिँ पीडित छन्, जसले गर्दाखेरि यस्ता चिजहरू चाहिँ तपाईँले समयमै खाइदिनु भयो, खुवाउनु भयो भने उनीहरू चाहिँ त्यसबाट बच्न सक्छ। त्यो भएर यो बिहान 3 बिरको बेलुकी 3 बिरको खाली पेटमा खाने हो होइन। तर यो बोतलै खाँदा पनि कुनै पनि प्रकारको नराम्रो असर छैन। अहिले त मान्छेहरूले बोतल खान सुरु गरिसकेका छन्। तर तपाईँहरूले चाहिँ यो यसो 3 बिरका मिनिमम खानुभयो भने बिहान खाली पेटमा आधा गिलास पानीमा हालेर खाए पनि भयो, पहिला पानी सुई पिएर लास्टमा बिर्कोले खाए पनि कुनै फरक पर्दैन। त्यसकारण यो एनर्जी ड्रिङ्क पनि भनिन्छ। यसले चाहिँ जुन पुरुष मान्छेले खानु छ भने उसको पुरुषत्व राम्रो हुने, उसको पुरुषको क्षमता बढ्ने होइन, र के अरे लेडिजले खानुहुन्छ भने उसको मातृत्व चाहिँ राम्रो हुने, त्यस्तो हुन्छ। र कुनै लेडिजहरूको मान्नुहोस् बच्चा बच्ची भइसकेपछि राम्रोसँग दुध आएन अथवा दुध बच्चालाई पुग्ने दुध आएन अथवा दुध निस्किएन भने तपाईँले यो स्पारुलिना र यो मोरिन जुस दिनुहोस् न, प्रशस्त मात्रामा चाहिँ त्यो चाहिँ उत्पादन हुनलाई सपोर्ट गर्छ होइन। त्यस्तो प्रकारको प्रडक्ट हो। त्यसकारणले यसमा चाहिँ प्रशस्त मात्रामा छ र यो चाहिँ हाम्रो शरीरलाई चाहिँ शरीरको दुखाबाट होइन पेन किलरको काम पनि गर्छ अनि थकानलाई चाहिँ रिफ्रेसेस गर्ने पनि काम गर्छ होइन तपाईँहरूलाई चाहिँ यो चाहिँ। भने अर्को छ आरजिजिएल खान सकिएन भने, यो चिज खान सकिएन भने पनि नो प्रब्लम, तपाईँहरूलाई चाहिँ डेक्सले डिबिस यो यसकै माध्यमबाट थुप्रै प्रडक्टहरू बनाइदिएको छ। यो खान सकिएन भने तपाईँ चिन्ता नमान्नुहोस् होइन, यसको माध्यमबाट बनाइएका थुप्रै प्रडक्टहरू छ। त्यो खाँदा पनि यसको केही धुलोहरू खानुहुन्छ तपाईँको शरीरमा फाइदा आउँछ। जस्तो कि टुथपेस्ट होइन, टुथपेस्ट डिएक्सएनको यो रातो च्याउबाट बनेको टुथपेस्ट हो। यो टुथपेस्टले चाहिँ तपाईँले 9, 10 वटा 15 वटा 20 वटा काम गर्छ। यो टुथपेस्ट हो, तर यो ब्रस यो चाहिँ खास भने दाँत र गिजाको लागि बनाइएको, दुर्गन्ध सासहरूलाई चाहिँ राम्रो यसले चाहिँ भनौँ न हटाइदिन्छ। गिजाबाट रगत आउने समस्या छ भने त्यो राम्रो गर्छ है। तपाईँको कुनै पनि जिब्रामा पोका आउनेहरू छन् समस्या छन् त्यो राम्रो गर्छ। र यो चाहिँ यदि तपाईँले कुनै पनि बेला पेट गडबड भयो भने पिउन पनि सक्नुहुन्छ पानीमा घोलेर होइन। यो त्यस्तो यो खान हुने टुथपेस्ट हो। घाउ खटीमा लगाउनुहुन्छ, दमको रोगीले बाफ लिनुहुन्छ होइन। यो चाहिँ फेरि अरू के अरे पाठेघर धुनुहुन्छ है। कतिपयको चाहिँ पाठेघर चाहिँ को छ भने त्यो के अरे दुर्गन्ध पानी आउने छ भने, कुनै बिबिरा आइरहेको छ भने तपाईँले त्यो पाठेघर धुन सक्नुहुन्छ होइन। यो त्यस्तो प्रकारको टुथपेस्ट हो। यो मलद्वारमा पनि लगाउन मिल्छ, कसैको चाहिँ पाइल्सको समस्या छ, घाउहरू छ, त्यस्तो छ भने मलद्वारमा लगाउन मिल्छ। यो चाहिँ आँखामा पनि पानीमा घोलेर चाहिँ आँखा छ्यापछ्याप पारेर धुन मिल्छ। आँखा पाकेको छ, आँखा चिलाउँछ, आँखामा कुनै पनि प्रकारको समस्या छ भने तपाईँले आँखा धुन पनि हुन्छ। र त्यो मात्रै नभएर कहीँ पनि दाग दुबीहरू आएको छ भने पनि लगाउनुहुन्छ है, लगाउन मिल्छ। र यो चाहिँ मात्रै यो मान्छेको जीवनमा मात्रै होइन, यो पशु पक्षीमा पनि प्रयोग भएको छ, कुखुरा बाख्राहरूमा पनि प्रयोग भएको छ, भैँसी गाई भैँसीहरूमा पनि प्रयोग भएको छ। कुनै गाई भैँसीहरूमा त्यस्तो समस्या भयो, उनीहरूलाई चाहिँ पातलो दिशा गऱ्यो भने यो फिटेर खुवाउँदाखेरि राम्रो भएको छ। कुखुराहरूलाई पनि खुवाउँदाखेरि थेप राम्रो भएको छ। भनेर यो धेरै मल्टियुज, यो चाहिँ घरमा 3 ठाउँमा हुन जरुरी छ। यो टुथपेस्ट एउटाले 3टा लिएर जानु होला। यो चाहिँ एउटा चाहिँ सिरानीमा राख्नुहोस्, साँझ सुत्ने बेला छट्ट अलिक थोरै चाटेर सुत्ने सिरानीमा पर्सनल। त्यो अर्को एउटा चाहिँ राख्नुहोस् किचनमा, कहीँ तेल उछिटिएर पोलिहाल्यो भने काटिहाल्यो भने तुरुन्तै लगाउनुलाई, एउटा चाहिँ बाथरुममा ब्रस गर्नको लागि होइन। त्यही भएर यो 3 ठाउँमा हुन जरुरी छ। अधिकांश डिएक्सएनको लिडरहरूले चाहिँ 3 ठाउँमा राख्नुहुन्छ होइन, हामी पनि राख्छौँ। त्यही भएर यो चाहिँ बहुउपयोगी फर्स्ट एड बक्स पनि भनिन्छ। यो टुथपेस्टलाई चाहिँ यो चाहिँ त्यसरी चाहिँ उपयोग गर्न सकिन्छ। कफी त अब यति फेभरेट भइसक्यो कि नेपालमा सबैभन्दा पहिला यो चाहिँ अहिले मेड इन नेपालको हुँदाखेरि मलेसियाको हुँदाखेरि चाहिँ यो चाहिँ जम्मा 6000 7000 प्याकेट मात्रै बिक्री हुन्थ्यो। अहिले 15000 प्याकेट भन्दा बढी बिक्री हुन्छ। किन भन्दाखेरि यसको अहिले सेवन गर्ने मान्छेहरूको संख्या एकदमै वृद्धि भएको छ होइन। यसले ब्लड सर्कुलेसनलाई राम्रो गर्छ। यसमा रेड मसरुमको धुलो छ। यो बजारमा पाउने कफी जस्तो होइन है। यो चाहिँ प्रेसर हाइले पनि खान हुन्छ। यो कफी चाहिँ यो चिसो पानीमा खाँदा पनि भयो, शरबतको रूपमा जुन चाहिँ हामीले अहिले खाइरहेका छौँ होइन, यो खाइरहेको यो चाहिँ शरबतको रूपमा खान मिल्यो यो कफी। र तातो पानीमा खायो भने कफीको रूपमा पनि भयो होइन। एउटा पुरीको 4 कप स्ट्यान्डर्ड हुन्छ होइन। 4 कप भयो भने जम्मा यसलाई चाहिँ 53.5 रुपियाँ पर्छ। 53.5 रुपियाँको चाहिँ 4 कप भयो भने जम्मा 13-14 रुपियाँ मात्रै पर्यो।
13-14 रुपियाँमा यति स्ट्यान्डर्ड कप पाउनुहुन्छ भने दुनियाँकै सस्तो कफी भएन रे हो, संसारकै सस्तो कफी भएन। अहिले तपाईँ कुनै पनि ठाउँमा कफी जानुभयो भने 100-150 भन्दा मुनि कफी नै पाउनुहुन्न तपाईँ। हामीले चाहिँ रातो च्याउ प्रयोग गरेको अर्ग्यानिक कफीका साथमा जम्मा 14-15 रुपियाँमा खाना पाइरहेको छौँ। अझै पनि मान्छेहरू चाहिँ यो महँगो भनेर अब त प्रशस्त मात्रामा खाने होइन। त्यसकारण चाहिँ यो खाने मात्रै होइन, यो नुहाउन पनि हुन्छ नि। फेरि यो पुरै छालामा चाहिँ यो कफीले चाहिँ लगाउनु भयो भने तपाईँको छाला राम्रो गर्छ। यो त्यस्तो खालको फेस प्याक बनाउन मिल्छ। यो कफीले चाहिँ तपाईँले चाहिँ जो गुलाब जामुनको पानले चाहिँ मजाले लेप बनाउनुहोस्, पुरै लगाउनुहोस् होइन, 5-10 मिनट राख्नुहोस्, कक्क समात्छ, त्यसपछि धुनुहोस् त तपाईँको छाला कति चम्किलो र चाहिँ फेरि मुलायम बनाउँछ। यो चाहिँ फेस प्याक बनाउनु मिल्छ। यो त बहु उपयोगी। यो कफी चाहिँ एउटा मात्रै कामको लागि होइन, यो धेरै कामको लागि। तपाईँलाई भन्दाखेरि सुरुमा आउने मान्छे त गफै लाग्यो भन्ने हुन्छ, तर यो गफ होइन। तपाईँले प्रयोग गरेर हेर्नुहोस्। यो धेरै मान्छे यो चाहिँ फिलिपिनमा चाहिँ धेरै मान्छेहरूले टप बाथमा 1 पुरी 2 पुरी हालिदिन्छन् अरे। त टप बाथमा पानी भर्यो अनि हाल्यो 2-4 पुरी अनि पुरै घोल्यो अनि त्यहाँ चाहिँ आधा घन्टासम्म चाहिँ मजाले मसाज गर्यो अनि त्यसपछि बल्ल चाहिँ पखाल्छन्। त्यस्तो गर्दाखेरि चाहिँ छालालाई धेरै राम्रो गर्यो। एकदम राम्रो हुन्छ, धेरै राम्रो हुन्छ है। एकजना हाम्रो ब्युटिसियन आउनु भएको थियो, सबिना राई भन्ने। त्यतिखेर चाहिँ उहाँले चाहिँ सायद अरू कस्मेटिक आइटमहरूको चाहिँ यो आर्टिफिसियलहरू प्रयोग गराएर, यो टुथपेस्टहरू प्रयोग गराएर, साबुनहरू प्रयोग गराएर हेर्नुभयो होला। एकजना ब्युटिसियन आउनु भएको थियो यहाँ चाहिँ डेमो गर्नको लागि है, सबिना राई। हजुर, एकचोटि फेरि पनि ल्याउने योजना छ उहाँलाई। यस्तो छ। त्यस कारण यो टुथपेस्टको बहु तपाईँको हरेकको घरमा हुने यो कफी र टुथपेस्ट हो। यो दुईटा चिजलाई तपाईँले घरमा कहिले पनि नटुराउनुहोस्। सायद अरू खान नसक्नु होला, यो चाहिँ खान सक्नु। यो दुईटा चिज चाहिँ जीवनभरि चाहिँ नहटाउनुहोस् होइन। अर्को चाहिँ छ कफी, 3 किसिमको छ। एउटा चाहिँ चिनीयुक्त, अर्को दुध पनि भएको, चिनी पनि भएको। तपाईँ यदि कमजोरी हुनुहुन्छ, तपाईँ अलिकति पातलो हुनुहुन्छ, तपाईँमा अलिकति प्रेसरको लो छ भने तपाईँले दुध कफी खानु है। दुध कफीमा चाहिँ यो दुधमा चाहिँ कुनै पनि प्रकारको फ्याट छैन र यो चाहिँ सोया दुध हो। यो चाहिँ यो फल फ्रुटबाट आएको दुध हो। त्यस कारणले यसमा चिल्लो पदार्थ छैन। यसले तपाईँलाई ग्यास्ट्रिक पनि गर्दैन र मोटो पनि बनाउँदैन र यसले तपाईँलाई प्रशस्त मात्रामा एनर्जी दिन्छ र तपाईँलाई मानसिक भनौँ न यसमा चाहिँ अलिकति तनावलाई घटाउन सक्ने चाहिँ, किनभने यसमा चिनी छ, खैरो चिनी छ। चिनी सेतो चिनी होइन, यसमा खैरो चिनी छ। त्यस कारणले यो एकदमै हेल्थको लागि राम्रो चिनी मानिन्छ खैरो चिनीलाई चाहिँ। हो त्यो चिनीयुक्त हो। यो चाहिँ पनि चिसो पानीमा खान पनि मिल्छ, तातो पानीमा खान मिल्छ र प्रेसर लो भएकोको लागि चाहिँ यो कफी चाहिँ अति उत्कृष्ट हुन्छ। यो दुध कफी है, तपाईँले चाहिँ दुध कफी या चिनी कफी जुनसुकै। अनि दमको रोगीहरूलाई पनि एकदम राम्रो हुन्छ है। दमको रोगी, दमको समस्या भएका मान्छेहरूलाई जति पनि छ, निमोनिया भएका मान्छेहरूलाई त्यो कडिसेप कफी छ नि, अहिले मैले पहिला देखाएँ नि एक्सा गुम्बामा हो, त्यो पनि एकदम राम्रो छ। तपाईँले त्यो पनि प्रयोग गराउन सक्नुहुन्छ। अर्को छ साबुन। यो साबुन पनि यो चाहिँ प्राकृतिक तौरले बनेको छ। यसमा रातो च्याउको धुलो छ, ताडीको तेल छ। यो तेल चाहिँ कस्तो क्षमता हुँदो रहेछ भने त्यो ताडीको तेल चाहिँ छालामा गयो भने भित्र पस्न सक्ने हुँदो रहेछ। त्यो तेलमा त्यो क्षमता हुँदो रहेछ। त्यस कारणले त्यसको माध्यमबाट चाहिँ हाम्रो छालाभित्र जान सक्छ यसको चाहिँ यो भएको रातो च्याउ। त्यस कारणले यसलाई लगाउँदाखेरि 5-10 मिनट 15 मिनट चाहिँ छोड्नुपर्छ। चाहे तपाईँले अनुहारमा लगाउनुहोस्, चाहे सबै बडीमा लगाउनुहोस्। 10-15-20 मिनट चाहिँ छोड्ने, त्यसपछि बल्ल मात्रै पखाल्ने। त्यस्तो प्रकारको चाहिँ यो साबुन हो। यसले पनि छालालाई के गर्छ त, मुलायम बनाउँछ, छालालाई हेल्दी बनाउँछ। तपाईँको छालाको जुन वेली छ त्यसलाई चाहिँ यसले नष्ट गर्दैन, यसले ड्राई गराउँदैन। यसले चाहिँ बिस्तारै तपाईँको छालालाई ब्यालेन्सिङ गराउनलाई सपोर्ट गर्छ। अर्को छ कोकोजी। यो कोकोजी चाहिँ अहिले को हकमा चाहिँ अर्को एउटा धेरै बिक्री हुनेमा प्रोडक्टमा पर्छ कोकोजी है। यो कोकोजी भन्ने अहिले किन यो बिक्री हुन्छ त भन्दाखेरि अहिलेको बच्चा बच्चीहरूलाई विशेष गरेर अहिले खानपानमा सुधार गर्न एकदम जरुरी छ। अहिलेको बच्चा हुर्किँदै गरेको बच्चा, अहिलेको हुर्किँदै गरेको बच्चाहरूलाई जब हामीले यहाँ क्लास दिन्छौँ, आफ्नो अभिभावकहरू र बुवा आमाहरू आउनुहुन्छ क्लास दिँदाखेरि चाहिँ बच्चालाई चाउचाउ, कुरकुरे, चिज बल, कोक, फेन्टा, यो फास्ट फुड योबाट बचाउनुहोस् भन्छौँ हामी होइन। बचाउनुहोस्। किन बचाउनुहोस् भन्दा त्यसले आज बच्चा बच्चीहरू धेरै बिग्रिएका छन्, धेरै समस्यामा छन्। उनीहरूलाई 9-10 वर्षको उमेरमा नपुग्दै उनीहरूलाई अल्सर, ग्यास्ट्रिक, खाना नपुज्ने, दिशा कब्जियत हुने थुप्रै प्रकारका समस्याहरू छन्। अनि
अहिले 10 वर्ष नपुग्दै थुप्रै यस्ता बच्चाहरू छन् जसको शरीरले ब्लड उत्पादन गर्न बन्द गर्यो। ब्लड उत्पादन नभएर ब्लडको कमी भएका, ब्लड दिइराखेको छन् बच्चाहरूलाई अहिले, ब्लड त्यस्तो एनिमियाको समस्या छ अहिले। हो त्यस्तो बच्चाहरूलाई स्पिरुलिना, मरिन्जी जुस र यो कोकोजी, यस चिजहरू चाहिँ बच्चाहरूलाई तपाईँले यदि बचाउन चाहनुहुन्छ, सही प्रकारको हेल्दी बनाउन चाहनुहुन्छ, स्ट्रङ बनाउन चाहनुहुन्छ भने तपाईँको बच्चालाई यो एउटा हेल्थ टोनिकको रूपमा दिनुहोस्। कोकोजी, कोकोजीमा पनि कतिवटा भन्छ 20 वटा पुरी हुन्छ, एउटा पुरीको 4 कप स्ट्यान्डर्ड हुन्छ। एउटा बच्चालाई बिहान एकचोटि बेलुकी एकचोटि खुवाउनु भने पुरा हुन्छ। तपाईँले 2 दिनमा एक डब्बा सक्नुहुन्छ भने 40 दिनलाई हुन्छ। 40 दिनलाई 3000 मा पाउनुहुन्छ। तपाईँको आइडिया होला, एउटा बच्चाले त्यो 90 रुपियाँ पनि खर्च हुँदैन, अझै 85 रुपियाँ खर्च हुन्छ। तपाईँको बच्चालाई 85 रुपियाँको खर्च गर्दाखेरि तपाईँको बच्चा हेर्नुहोस् 1 महिनापछि कति हेल्दी हुन्छ। हामीले बच्चाको सोखको लागि कस्ता कस्ता महँगो चिजहरू खाइन्छौँ। पिज्जा अर्डर गर्छौँ, केएफसीमा लगेर खुवाउँछौँ, ठुला कुराहरू चाहिँ बच्चाले अर्डर गर्यो भने ल्याइदिन्छौँ। तर त्यो बुद्धिमानी छैन। हामी फेसनतिर नलागौँ। हाम्रो शरीरलाई के चाहिन्छ, बच्चालाई वास्तविकमा चाहिएको के हो त्यो कुरा चाहियो। त्यसकारणले अहिले यो डिमान्ड बढेको कारण पनि अहिले धेरै बुवा आमाहरू चाहिँ डिएक्सनको प्रशिक्षणले, डिएक्सनको संस्कारले, डिएक्सनको एजुकेसनले के गर्छन् त भन्दा सचेत भएका छन्, जसले कारणले गर्दाखेरि आफ्नो बच्चाहरूलाई चाहिँ यो एकदम नियमित रूपमा खुवाइरहेको छ। त्यसकारणले तपाईँको घर परिवारमा बच्चा या वृद्ध कोही पनि हुनुहुन्छ भने तपाईँले यही चिजको उपहार दिनुहोस्, यही चिजको उपहार दिनुहोस्। यदि वृद्ध आमा बुवा हुनुहुन्छ, कमजोर हुनुहुन्छ, घुँडा दुख्ने समस्या छ, ढाड दुख्ने समस्या छ, होइन, एक ठाउँबाट अर्को ठाउँमा हिँड्दाखेरि धेरै ठाउँमा बिसाउनु पर्ने अवस्था छ, त्यस्तो छ भने तपाईँले कोकोजी दिनुहोस्। त्यस्तो बुवा आमाहरूलाई तपाईँले धेरै ठुलो गर्नुहुन्छ, आदर गर्नुहुन्छ, धर्म गर्नुहुन्छ, होइन, सपोर्ट गर्नुहुन्छ। त्यो त उहाँको शरीरमा जब भित्र जान्छ नि त्यस चाहिँ ठुलै काम गर्छ। त्यस कारणले हजुर कफीकै रूपमा जस्तै हुन्छ, त्यो चाहिँ एउटा धुलोमा हुन्छ, त्यस्तै प्याकेटमै आउँछ लामोमा। त्यो चाहिँ हजुर गुलियो हुन्छ, तर यसमा चाहिँ त्यो खैरो चिनी भने नि त हाम्रो चाहिँ यो सेतो चिनी चाहिँ हुँदैन, खैरो प्रकारको चिनी हुन्छ र त्यो चिनी यसमा मिश्रण भएको यो चिनी है। यो चाहिँ एकदमै एनर्जेटिक हो। यसमा चाहिँ चकलेटको पनि फ्लेभर भएको हुनाले चाहिँ चकलेट स्वादमा हुन्छ र यो चाहिँ एकदम एनर्जेटिक हो। अहिले एकदमै धेरै अधिकांश को घरमा चाहिँ आफ्नो वृद्ध आमा बुवालाई र बच्चाहरूको लागि चाहिँ यो हरेकको घरमा प्रयोग भएको छ। त्यसमा तपाईँहरूको पनि त्यस्तो हुनुहुन्छ भने प्रयोग गर्नुहोस् है, प्रयोग गर्नुहोस्। यो चाहिँ अति नै राम्रो ड्रिङ्कमा पर्छ। हामी कति हर्लिक्स खुवाउँछौँ, कति चाहिँ विभिन्न प्रकारको चाहिँ कम्पनीहरूको चाहिँ भिटाहरू खुवाउँछौँ, भिटामिन आइटमहरू खुवाउँछौँ। किन भन्दाखेरि बच्चालाई चाहिँ जसको बाउआमाले पनि बेस्ट स्कुलमा पढाउन मनपर्छ, बेस्ट कपडा लगाइदिन मनपर्छ, बेस्ट चिज दिन पाए हुन्थ्यो, उसको खुसीको लागि जे पनि गर्न तयार हुन्छन् क्या। तर खानेकुरा चाहिँ तपाईँहरू र म चाहिँ एकदमै सचेत हुन जरुरी छ। अहिले बच्चाले जे भन्दैमा त्यही खुवाउने हो। खानेकुरामा चाहिँ सही कुराको चाहिँ के गर्नुपर्छ त, हामीले बानी बनाउन जरुरी छ। त्यसकारणले कोकोजी स्याम्पू, यो चाहिँ आफ्नो कपालको लागि हेरविचार गर्नको लागि स्याम्पू छ। यो स्याम्पूमा पनि यो रातो च्याउको धुलो मिश्रण बनेर बनेको छ। यसमा पनि ताडीको तेल छ र यसलाई पनि हाम्रो कपाललाई चाहिँ बेटर बनाउनलाई चाहिँ प्रयोग गर्न सकिन्छ। र यो यसलाई पनि राख्दाखेरि जरा भागमा बढी प्रयोग गरिन्छ र त्यसलाई मसाज गरिन्छ, अनि 5-10 मिनट राखिन्छ, अनि बल्ल मात्रै धोइन्छ। त्यस्तो भयो भने कपाल झर्ने समस्याहरूबाट पनि तपाईँ मुक्त हुन सक्नुहुन्छ र यसले उमारेको कपाल चाहिँ एकदम स्वस्थ र हेल्दी हुन्छ। सर, यो सुगरको बिमारीलाई कुन प्रोडक्ट? सुगरको बिमारीलाई यो प्रोडक्ट भन्ने छैन, तर मेन उहाँको समस्या भएको हुनाले चाहिँ कि त आर्जिजियाल कि त स्पारुलिना यो खाने, अनि स्पारुलिना यो मसरुम पाउडर र यो दुईटामा जुन एउटा खाए पनि भयो, अनि यो त्यसपछि ब्ल्याक कफी। यो चाहिँ सुगरको रोगीलाई चाहिँ कहिले नसुटाउनु, यो 3टा है। अनि सुगरको रोगीलाई चाहिँ अरू कुनै पनि टुथपेस्ट प्रयोग नगराउनुहोस्, यो टुथपेस्ट प्रयोग गर्नुहोस्। किन जिब्रोको माध्यमबाट बाहिरको टुथपेस्टमा जुन ग्लुकोज हुन्छ तपाईँको जिब्रोको माध्यमबाट त्यसमा भएको विकारहरू चाहिँ जाँदछ होइन। त्यसकारण चाहिँ यो टुथपेस्ट चाहिँ एकदम बेस्ट छ। जिब्रोबाट गएका चिजहरूले पनि उसलाई फाइदा गर्छ। त्यसकारणले यो चिज, यो चाहिँ सुगरको रोगीहरूले चाहिँ यो 3टा चाहिँ यति चाहिँ प्रयोग गर्नुभयो भने उहाँको बिस्तारै सुरुमा चाहिँ तपाईँको त्यो अलिकति उतार चढावहरू गर्छ काउन्टिङमा,
तर पछि चाहिँ तपाईँले धेरै कुराहरू नियन्त्रण पाउँछ। डाक्टर साहबले बिस्तारै डोज पनि घटाइदिनुहुन्छ है। तर चाहिँ डाक्टर साहबको सल्लाह बिना तपाईँले आफै मेडिसिन चाहिँ छुटाउने चाहिँ होइन है। कहिलेकाहीँ त मलाई सन्चो भएको राम्रो यसले खाँदा राम्रो गर्छ के गरेपछि त छोडिदिन्छ मान्छे, त्यसो गर्नु हुँदैन। जबसम्म चाहिँ डक्टरले भन्नुहुन्न तपाईँ तबसम्म चाहिँ त्यो सुगरको चाहिँ औषधिहरू चाहिँ सेवन गर्न नछोड्नु है। किन जुनसुकै औषधिसँग पनि खान मिल्छ है। यो औषधि प्रयोग गर्दा गर्दै पनि खान मिल्छ, यो कुनै औषधिसँग जुत्दैन। मसाज तेल, यो मालिस गर्ने तेल, यसले चाहिँ ब्लड सर्कुलेसनलाई राम्रो गर्छ मालिस गर्दाखेरि। यो कपालमा पनि लगाउनुहुन्छ, यो जोड्नी दुखेहरूको ठाउँमा, ढाड दुखेको ठाउँमा अनि थकान भएको बेलामा जुन ठाउँमा मालिस गर्दा पनि हुन्छ। यो चाहिँ एकदमै मालिस गर्नलाई योग्य तेल। यो चाहिँ घाउ खटिरामा पनि लगाउनुहुन्छ। अर्को लिपस्टिक दिदीबहिनीहरूको लागि, ओठको सुरक्षाको लागि लिप गार्डको काम पनि गर्छ, सुन्दरताको काम पनि गर्छ। र यो चाहिँ केमिकल रहित र यसमा चाहिँ रातो च्याउको प्रयोग भएको हुनाले यसमा चाहिँ कहिलेकाहीँ ओठ मिलाउँदाखेरि खाइन्छ, त्यो खाँदाखेरि पनि कुनै असर नपर्ने। र कतिपय लेडिजहरूको चाहिँ बाहिरको चाहिँ प्रयोग गर्दाखेरि खाँदाखेरि चाहिँ भित्र अल्सर हुने, पेटमा गएर विभिन्न प्रकारको समस्याहरू हुने, ओठहरू फुट्ने होइन, ओठमा चाहिँ कलरहरू जाने, ओठमा थुप्रै प्रकारको चाहिँ के अरे रोगहरू आउने, त्यस्तो भइरहेको छ बाहिरको। किनभने बाहिरको लिपस्टिकमा मैले धेरै ठाउँमा सुनेको छु त्यो के अरे एनिमलहरूको चाहिँ रगतहरू अनि हड्डीहरू प्रयोग गरिएको, सिसाको धुलोहरू प्रयोग गरेको हुन्छ। त्यस कारण चाहिँ एकदमै सुरक्षित छैन बाहिर। त्यस कारणले यो सुरक्षित बाहिरको सुरक्षित लिपस्टिकलाई त 3-4 हजार भन्दा माथि पर्दो रहेछ। केमिकल रहितको चाहिँ लिपस्टिक बाहिर पनि पाउँछ, तर धेरै हाई कस्टमा पर्छ। डिएक्सनको त धेरै सस्तो, धेरै सस्तो। अनि यो जिमिन, यो पनि रातो च्याउबाट बनेको छ। यो चाहिँ चक्लेटको यसैकै भाइ हो, यसबाटै बनाएको हुन्छ। र यो चाहिँ चुस्नुको लागि र फ्रेसनेस हुनको लागि, आफ्नो खसखस टाइपको लागि चाहिँ दमको रोगीहरूलाई चाहिँ चिसराख्ने, सिगरेट खैनी तमाकु खाने मान्छेहरूलाई छुटाउनलाई मद्दत गर्नलाई यो चाहिँ प्रयोग गरिन्छ है। यो चाहिँ कुनै पनि सामान यदि तपाईँले प्रयोग गर्नुहुन्छ भने तपाईँको शरीरमा कहीँ न कहीँ माध्यमबाट रातो च्याउको धुलो पठाउँदै हुनुहुन्छ। त्यस कारणले तपाईँको शरीर बिस्तारै बिस्तारै सुरक्षित हुन जान्छ। त्यस कारणले हाम्रो घरको यो दैनिक आवश्यकता हो यो होइन। हामीलाई चिया पाकेकै हुन्छ, कफी पाकेकै हुन्छ, टुथपेस्ट चाहियो नै, साबुन चाहियो नै, स्याम्पू चाहियो नै, तेल चाहियो नै। यो आवश्यकतालाई तपाईँलाई कुनै बाहिर ठाउँको ब्रान्डमा गएको चाहिँ डिएक्सनमा ल्याइयो भने तपाईँको हेल्थ पनि सुरक्षा भयो अनि तपाईँको व्यापार पनि बढ्यो। यो दुईटै चिज पाउनुहुन्छ यो अवसरमा। त्यस कारणले यो चिजमा चाहिँ त्यस्तो छ। अब यो चाहिँ एलोभेराको, हामीसँग एलोभेराको सेट छ। एलोभेरा चाहिँ संसारमै स्किनको लागि सबैभन्दा बेस्ट जडीबुटी भनेर मानिन्छ होइन। यसमा भिटामिन ई प्रशस्त मात्रामा पाइन्छ, जुन भिटामिन चाहिँ छालाको लागि चाहिँ एकदम राम्रो हो भनेर चाहिँ मानिन्छ। त्यस कारण चाहिँ हाम्रो कम्पनीले एलोभेराको सिरिजै ल्याएको छ। यो एलोभेराको चाहिँ यो चाहिँ बडी लोसन नुहाइसकेपछि लाउने होइन, या क्लिन्जिङ जेल चाहिँ यो के अरे मुख धुँदाखेरि सुरुमा चाहिँ क्लिन्जिङ जेलले धुने, त्यसपछि सफा गर्ने, सुक्खा भइसकेपछि टोनर लगाउने, टोनर लगाइसकेपछि डे क्रिम र नाइट क्रिम छ। डे भए डे क्रिममा लगाउने, नाइट भए नाइट क्रिम। त्यस कारण यसले चाहिँ छालालाई सुन्दरता बनाउन र चम्किलो बनाउनलाई सपोर्ट गर्छ। ल अब यो सबै चिजहरू चाहिँ आशावादी छन् है। अब जीवनभरि साथ दिनको लागि यिनीहरूले चाहिँ दिनरात मेहनत गरेका छन् तपाईँ र मेरो जीवनलाई खुसी दिनको लागि। यिनीहरू जीवनका साथीहरू हुन्, यिनीहरू बोल्दैनन्। यिनीहरूको एउटै डिमान्ड छ कि मलाई खानेकुरा जुटाइदिनुहोस्, स्रोत जुटाइदिनुहोस्, म तपाईँको लागि काम गर्छु भनेर। र यो सबै स्रोत कहाँबाट पाइन्छ भन्दा डिएक्सनको प्रोडक्टबाट। एकचोटि